आज हामी कुरा गर्दैछौँ युके गएर मास्टर्स डिग्री पढ्दाखेरि टोटल कस्ट कति आउँछ त भन्ने बारेमा। सबैभन्दा फर्स्ट अफ अल तपाईँले ट्युसन फी पेमेन्ट इम्पोर्टेन्ट हुन्छ। तपाईँको ट्युसन फी पेमेन्ट गर्दाखेरि मानिलिउँ तपाईँले फुल इयरको ट्युसन फी पेमेन्ट गर्नुभयो भने अहिलेको केसमा मास्टर्स डिग्रीको लागि सबैभन्दा अफोर्डेबल फी 10,950 पाउन्ड्स पेमेन्ट गर्दा त्यो तपाईँको नेपाली 21,68,100 रुपियाँ जस्तो पर्न आउँछ। र सँगसँगै तपाईँले भिजा लजमेन्टको टाइममा इमिग्रेसन हेल्थ सरचार्ज आइएचएस पे गर्नुपर्छ, जुन मार्केटमा इन्सुरेन्स पनि भनिने गर्छ। तपाईँले इयरली 776 पाउन्ड्स तिर्नु भए तापनि तपाईँको भिजा ड्युरेसन स्लाइटली 1 वर्ष 12 मन्थभन्दा बढी हुने भएको कारणले गर्दा तपाईँले तपाईँको भिजा ड्युरेसनकै टाइमको आइएचएस पेमेन्ट गर्नुपर्छ। त्यो गर्दा लगभग 2,30,400 समथिङ जस्तो अमाउन्ट पर्न जान्छ। र सँगसँगै स्टुडेन्ट भिजाको लागि एप्लाई गर्दा या डिपेन्डेन्ट भिजाको लागि एप्लाई गर्दा 524 पाउन्ड्स भिजा फी लाग्छ, जुन नेपालीमा कन्भर्ट गर्दाखेरि 1,03,750 जस्तो हाराहारी पर्ने भयो। र युकेको लागि तपाईँहरूले सँगसँगै टिबी टेस्ट र एनओसी पनि गर्नुपर्ने हुन्छ। टिबी टेस्टको लागि 7,800 रुपियाँ तपाईँको खर्च हुन्छ भने नो अब्जेक्सन सर्टिफिकेट एनओसी निकाल्नको लागि तपाईँको पर सब्जेक्ट 2,000 रुपिस खर्च हुन्छ। र सँगसँगै तपाईँले ब्याङ्क स्टेटमेन्ट अर एजुकेसन लोन दुईटा मध्ये कुनै एउटा देखाउने अप्सन रहन्छ। र ब्याङ्क स्टेटमेन्ट देखाउनु भयो भने ब्याङ्कलाई कुनै पनि एडिसनल चार्जेसहरू तिर्नु परेन। तर एजुकेसन लोनको केसमा भने तपाईँको एजुकेसन लोन प्रोसेसिङ चार्ज पेमेन्ट गर्नुपर्छ। मानिलिउँ तपाईँले 30 लाखको लिभिङ कस्ट सो गर्दै हुनुहुन्छ भने तपाईँले 0.75% अफ लोन अमाउन्ट पेमेन्ट गर्नुपर्छ ब्याङ्कलाई, जुन हुन जान्छ 22,500 रुपिस। र भ्यालुएसन चार्ज इन्जिनियरले लिने चार्ज हो, जुन ब्याङ्कको भ्यालुएसन गर्ने ब्याङ्कै इन्जिनियर्सहरू हुनुहुन्छ। सो उहाँले जेनरली चार्ज 7,000 नेपाली रुपिस लिइराख्नु भएको हुन्छ। र एडिसनल्ली 3,000 रुपिस तपाईँले सिआइसिएल डिपोजिट गर्नुपर्ने हुन्छ फर एजुकेसन लोन। र त्यो बाहेक अरू कुराहरू हामीले ध्यान दिनुपर्ने भनेको तपाईँले भिजा आइसकेपछि ट्राभल गर्दाखेरि टिकटिङ, अकोमोडेसन, सपिङ र क्यास एक्सचेन्जको लागि खर्च हुन्छ। तपाईँको टिकटिङको लागि एप्रोक्सिमेट 1 लाख जस्तो खर्च हुन्छ। अकोमोडेसनको एप्रोक्सिमेट 50,000 तपाईँले डिपोजिट गरेर जानुहुन्छ। सपिङको एप्रोक्सिमेट 2 लाख जस्तो खर्च हुन्छ भने क्यास एक्सचेन्ज गरेर लग्दाखेरि हजुरले नेपाली रुपियाँ 2 लाख जस्तो अमाउन्ट बराबर चाहिँ एक्सचेन्ज गरेर लग्नुभयो भने टोटलमा मास्टर्स पढ्न युके जानको लागि 30,94,624 जस्तो चाहिँ खर्च आउँछ। यो थियो मास्टर्स डिग्री पढ्न जान युकेमा कति खर्च लाग्छ भन्नेमा सर्ट भिडियो।